तिनीहरूलाई त जेल हाल्ने त्यो अमेरिकामा 18 अहिलेसम्म महिना चाहिँ तपाईँको नाम लिएर मानिसहरूले ठग्थे धेरै धेरै यो पटक चाहिँ तपाईँ आफै ठग्न लाग्नु भयो भन्छन् अलिकति लाजहीन भन्ने त मान्छेमा हुनुपर्छ भने अब चाहिँ ज्ञानेन्द्रलाई जेल हाल्ने म त्यसलाई फेरि एकचोटि छानबिन गरेर छानबिनको ठाउँ राख्नु भएको छैन भने तपाईँले भाइ मारा करार गर्नु भएको छ मैले नै भनेको छु मैले भनेर मात्रै वैधानिक र औपचारिक ढङ्गले निर्णयमा पुग्ने त प्रक्रिया हुन्छ नि फेरि त्यसको पनि प्रमाण हुनुपर्छ लोकतन्त्र जलवा पैसा बुझाउने त प्रुफ हुन पर्ला नि त होइन र भयो घुसको पनि प्रमाण दिन्छ कसैले अब प्रचण्ड हुनुहुन्छ राष्ट्रिय सभाको अध्यक्ष नै हुनुहुन्छ भोलि यी संवैधानिक निकाय र दस्तिर नियुक्ति गर्दाखेरि फेरि अब माओवादीलाई समेत भागभण्डा दिने गरेर यस्तरी बदनाम हुने गरेर किन काम गर्छौँ हामी अनि गणतन्त्र धरा पर्दैन राजावादीको आन्दोलन यति कमजोर भयो तुइयो चौतर्फी रूपमा आलोचना पनि भयो र तपाईहरू जेल पनि पर्नुभयो हात्ती आयो फुस्सा भयो त्यो तामझाम खेर गयो है कम्युनिस्ट पार्टी एमाले भनेको पुष्पलाल श्रेष्ठले जन्माएको पार्टी मदन भण्डारीले जन्माएको पार्टी मदन भण्डारीको ठुलो योगदान छ जनताको बौद्धले जनवाद आज पनि तपाईको पार्टीको मूलनीति हो अनि मनमोहन अधिकारी जस्तो प्रधानमन्त्री भएको पार्टी आज यसरी किन गनायो ये सारे जुल्म जाल से दूर हूं मैं इसलिए तो मशहूर हूं मैं खाना सही समय पे नहीं खा पाता मजबूर हूं मैं गर्नुभयो नाटकै नाटक यति धेरै नाटक कि जनतालाई तपाईहरुको यो तमासा हेर्दाखेरि पनि विरक्त लाग्ने के शाबाश मेरे शेर काम गर्नका लागि र बनाउनका लागि जानु पर्यो भने चाहिँ पहिला तपाईको एउटा कोड नाम राख्दिया छन् तपाईले सुन्नु भएको छ कि छैन लक्ष्मी देवी म लक्ष्मी देवी लक्ष्मी देवीलाई भेटेर त्यहाँ भेटी चढाएपछि मात्रै काम होइन एउटा होइन बात मैले भन्नुभएको थियो म काठमाडौँ जान्न मलाई चाहिँ सर्वदानबाट पानी खुवाउनको लागि कुनै समस्या छैन जनतालाई भने होइन छैन जनतालाई भनेको होइन जनतालाई समस्या छैन अनि किन आउनुभयो त सिंहदरबारमा रित्तो गाग्री बोकेर फेरि प्रश्न सोध्नु परेको छ क्या आफू बारम्बार प्रधानमन्त्री भन्ने तपाईको मित्र केपी ओली अहिले प्रधानमन्त्री हुनुहुन्छ उहाँ कविता लेखेर भाइ मारा भन्ने तपाईँ भाषण गरेर भाइ मारा भन्ने अनि एउटा भाइ मारालाई हात हल्लाउँदै अब म आएँ भन्न छोडिदिने गरे के ये सारे जुल्म जाल से दूर हूं मैं इसलिए तो मशहूर हूं मैं खाना सही समय पे नहीं खा पाता मजबूर हूं मैं नेकपा नै भएको समयको शक्तिशाली महासचिव दुईटा अध्यक्ष तपाईँ शक्तिशाली महासचिव हुनुहुन्थ्यो हरेक हिसाबमा तपाईँ यसरी अगाडि आउनु भएको छ जस्तो तपाईँमा म अध्यक्ष बन्न सक्छु नेतृत्व लिन सक्छु भन्ने हैसियत क्षमता त्यो छैन तपाईँ मेयर म पत्रकार मैले के लेखिदिएँ भन्दाखेरि ऋषि धमला भन्ने मेयरले यस्तो यस्तो फटाइ गर्यो भनेर बिना प्रमाणको मैले लेखेँ भने तपाईँ रिसाउने कि नरिसाउने तपाईँ रिसाउनु पर्छ कि पर्दैन कति धेरै समाचार आउँछ तपाईँ रिसाउनु पर्छ कि पर्दैन म त रिसाउँदिन तपाईलाई एउटा प्रश्न फेरि सोध्छु नि यस्तो राम्रो बोलिरहनु भएको छ आर्जुले हैन तर महिनाको 58000 फी पर्ने हैन 2.5 लाख रुपैयाँ भर्ना फी लाग्ने स्कुल चलाएर पैसा त लिन्न भन्नुभयो अनि शिक्षाको परिवर्तन हुन्छ म भनिहाल्छु कि तपाईलाई तपाईँ अलमल लिनुभयो हुन त हो तर अब यसलाई होइन कहाँबाट भनौँ भन्ने लाग्यो होला तपाईलाई राजदूत हुन करोडौं रुपियाँ पैसा गभर्नर हुन करोडौं पैसा धितोपत्र बोर्डमा करोडौं रुपियाँ पैसा तपाईको चाहिँ विभिन्न आयोगहरूमा नियुक्त हुन पैसा संवैधानिक निकायमा नियुक्ति खान पैसा मन्त्री खान पैसा सांसदको टिकट लिन पैसा चुनाव उठ्न पैसा जित्न पैसा यो गर्न पैसा त्यो गर्न पैसा ये सारे जुल्म जाल से दूर हूं मैं इसलिए तो मशहूर हूं मैं खाना सही समय पे नहीं खा पाता मजबूर हूं मैं मेरो नेचर यस्तो छ हैन आम भेरी सेल्फ एम्पावर्ड तपाईले जति गल्ती गरे पनि छोप्नलाई लागि पर्ने भा भएर हैन लागि पर्ने हो दिदी वाह दिदी नहीं दिदी वाह दिदी बालिन साले किन भन्नु त
दुर्गा प्रसाईले ल किन कुलमान घिसिङले किन खुल्याए त ल मलाई बताउनु भन्नुस् किन खुल्या भन्नुस् रवि लामिछानेले तपाईँ 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 5 मिनट चुप लाग्नु है 5 मिनट हैन 3 मिनटमा भन्नुस् ल त्यो भने कि म पार्टीको कार्यकर्ता हुनुपर्छ त्यो पनि खराट कार्यकर्ता हुनुपर्छ कि चाहिँ मसँग करोडौं रुपियाँ पैसा हुनुपर्छ दुईटा कुराको डिलले मात्रै यहाँ नियुक्ति खान पाइन्छ यहाँ उच्च पदमा चाहिँ नि राजनीतिक नियुक्ति खान पाइन्छ नभएदेखि प्रोफेसनल व्यावसायिक मान्छेले यहाँ नियुक्ति पाउनेवाला छैनन् उनीहरू फ्रस्ट्रेट भएर बस्ने नै हो केपी शर्माले माधवकुमार नेपाललाई एमालेमा आउनको लागि आग्रह गर्नुभएको थियो उहाँ एमालेमा आउन तयार हुनु भएन तपाईहरूले भ्रष्टाचारको मुद्दै लगाइदिनु भयो अख्तियारलाई प्रयोग गरेर ये बड़ी अच्छी बात है मेरो अधिकारको कुरा हो म केपी ओलीलाई भेट्न आएको होइन प्रधानमन्त्री भन्ने पदलाई मलाई पदलाई भेट्न आएको मान्छे हो तर प्रधानमन्त्री लोप खरब तपाईलाई पठाइदिनु भयो आर यु कमेडी नि कति सम्पत्ति विवरण बुझा छ सिन्स XYZ हियर सबै सार्वजनिक गर्दियौँ सबैको जस्ताको तस्तै लेट्स पुट इट अन द वेबसाइट लेट्स प्रिन्ट अ पेपर बाँड्दिउँ जनतालाई सबैले देख्छ जनताको यहाँ झारो हाल्दिउँ क्यान्डिडेट प्रति तपाईले धेरै घुमाउँदै हुनुहुन्छ एक कुरा मेरो सिधा प्रश्न स्वतन्त्र व्यवसायिक राम्रा व्यक्ति ल्याउन सकिदैन भनेको किन पार्टीकै भाग बन्डाके बदनामै हुने गरेर म मेरो छोरो जेवीरको भुटानी शरणार्थी प्रकरणमा 1 रुपैयाँ पैसा खा छैन भुटानी शरणार्थी प्रकरणमा 1 पैसा खा छैन 2 करोड चाहिँ तपाईले लिनुभयो भनेर त अडियो चाहिँ क्या तपाईँ 3 जनताले व्यवस्था मन्त्री बन्नुभयो तपाईले के काम गर्नुभयो तीनवटा राम्रो काम भन्नुस् न मैले ल भन्नुस् आज जनतालाई दुईटा हैन 100वटा भन्न सक्छु कहाँ 100वटा काम गर्नुभयो तपाईले पैसा दिएर जानुपर्छ श्रीधर खत्रीलाई कसले पैसा दिनुपर्छ शङ्कर शर्मालाई पैसा दिनुपर्छ के अरे हाम्रो यो अर्को हाम्रो बेलायतको राजदूत पैसा दिनुपर्छ उहाँहरूलाई हामीले त प्लिज तपाईँहरू गइदिनुहोस् हाम्रो देशको राम्रो एउटा इमेज बन्नुहोस् भनेर इज्जतका साथ उहाँहरूलाई पठाओ हाम्रो पार्टीमा म्युजिक यस्तो छ नि त त्यो जो नेताले गल्ती गरेको छ आलोचना पचाउन सक्नुहुन्छ जो नेताले गरेको छ सुन्दर पक्ष भनेको गाली आलोचना त्यो ठिक छ त्यो ठिक छ त्यो ठिक छ त्यो ठिक मदन भण्डारी साइकल चढाइनुहुन्थ्यो म तपाईलाई बताउँछु उहाँको सिम्प्लिसिटी तर आज एमालेका नेताहरू मलमा बस्छन् पजेरो चढ्छन्